सो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि के छ तपाईँहरूको हल्ली चल्ली आयो सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ स्पेसल डे मेरो चाहिँ स्पेसल डे हो आज चाहिँ होइन। सो त्यस कारणले चाहिँ आज चाहिँ हाम्रो सबैजना भइसक्यो। के फालिदिनु भन्यो पानी हो त्यो धुने भाँडा थियो त्यसै खालौ न। सो आज चाहिँ हाम्रो यहाँ हल्का प्रोग्राम छ। आज चाहिँ स्पेसल डे भन्ने चाहिँ मेरो आज जन्मदिन 1 वर्ष बुढो भइसक्यो म होइन। सो आज चाहिँ हाम्रो बर्थडे स्पेसल हल्का सानो दिनमा मनाइरहेको छौँ। सो केटाहरू आज आइसक्यो सबै आधा आउँदैछ केक सेक लिँदैछ केटाहरू। आज चाहिँ यहाँ स्पेसली कुक म्यानहरू छन् यहाँ केटाहरू 2 जना। अबे क्या कर रहे हो तुम लोग? अबे फेंक रहा है तू चिकन। बाहुबली का ये काम नहीं है। इसको किसने सिखाया यार उस्ताद? ये देखो बंदे, ये देखो भाई साहब पॉकेट में हाथ रख के हाथ पॉकेट अंदर डाल के उस्ताद इजी एक हाथ से ये आग लगा देगा ये आग लगा देगा। वो अलग ही बंदा है। सो त्यही हाम्रो चाहिँ एउटा केक आइसकेको छ होइन। यहाँ एउटा केक चाहिँ यहाँ टक्क लाएर एउटा केक आइसकेको छ। अर्को केक चाहिँ आउन बाँकी छ होइन। अर्को केक चाहिँ आउन बाँकी छ। सो अहिले चाहिँ हुन्छ सबै हुन्छ धेरै भएर हेरौँ अब के हुन्छ अब। मैले के लाग्यो म त कबाट धेरै नि म चाहिँ मेरो श्रीमती भने खै त तपाईँले भला गरेर चाहिँ त्यस्तो छ हालत ल कस्तो के यो चाहिँ साला यो चाहिँ यता हुन्छ नि को साइन यो पर्छ भन्नु पऱ्यो नि अलि जाओस् न त्यस्तो आउन के त्यस्तो हेर है गच्चट हो कि एउटा अलि उज्यालो भएन क्या। ह्यापी बर्थडे मेरो राजा जन्मदिनको मस्तै शुभकामना। थ्याङ्क यू सो मच सबैजनालाई थ्याङ्क यू सो मच सबैजना आइदिनु भयो। ल खैडी जन्मदिनको मस्तै शुभकामना। ह्यापी बर्थडे मेरो राजा डार्लिङ। ल लाइट बाल्दिम ल ए इधर यता दिखेर न दिदी के काट्ने अबे इधर कैमरा मेरे कैमरे में देख इधर देखो देखो मत देख क्या मुस्कुरा रहा है वाह कच्चु लाएर बस्नु लाजो सबै ए हामी हेर्न पर्दैन पर्छ त्यसको फ्ल्याग बस्नु है हजुर ढोका मोबाइल अलि के भयो लाग्ने रहेछ अरु क्यान्डल हजुर अच्छा यसको यस्तै हो कि त्यो अर्को छ धर्मेन अहिलेसम्म भिडियो नभएको रहेछ मा कैसे कैसे लोग रहते हैं यार अनि यो चाहिँ अनि बाल्ने बो त कहाँ राख्ने हो त नि त ह्यापी बर्थडे एउटै झोसेर निकालेको कृष्ण दाइ कहाँ यत्रो धेरै तब गएर भन्दैन न त त्यो देखाउन ला यार त्यो खै त्यो खै त्यो झर्रा पर्ने होला खै त्यो रेडी हो नाम पनि थाहा छैन मलाई झर्रे गर्नु न ए तिम्रो खै तिम्रो नि मलाई भन्छ अगेन ल बनाइदेऊ हातको चलाउनु मात्र भाइरल गरिदिनु बुलवाला है अब त बहुत दामी भयो। अबे भन सबै स्विच कति वर्षको धर्मेन कति वर्षको ल ए रुक मेरा रगा ल रोक्न ए त्यो छुसा ल्याऊ छुसा मलाई
डराइराख न अब अरे यस्तो यस्तो गर न त्यस्तो गरेर राख के एकछिन मुनि मुनि ल भइसक्यो Happy birthday to you. Happy birthday. पड्काऊ बम पड्काऊ बम पड्काए बम पड्कादाखेरि यता पार्ने लाग्यो अहिले के बिगर्छ क्या अहिले के खाने फेरि म त उल्टो छैन यहाँ तलबाट रहेछ गाडी तल ए तल र यो चाहिँ घुमाउने मलाई हामीले चाहिँ गोयामा राखिन्छ घुम्दैन भन्छु छैन ल ल दुईजना काट्नु छैन यो नि भइहाल्यो अगाडि उल्टो हैन यो अरे यहाँ पुग्न न यो फुमेर अघि गर्नु पर्ने तिमी ढिलो गरिदियो ल पार्टनरले ल अब दुईजनाले निकाल काटकुट गरेर खाने हो काटकुट गरेर खाइहाल्यो काटकुट खाइहाल्ने निकाल्ने यति वर्ष पुगे यताउता के भन न हौ कति वर्षको बर्थडे भइस त धेरै होइन भर्खर 22 ल यता जेन्जी नै हो हैन ल कोलाई बोलाउन चाहनुहुन्छ स्याम ठुलोबाट ल ल दुईजना काट्ने यताबाट आएर काट्नु गर्नु न होइन तीबाट गर्नु के गराउने काट दुईजना तपाईँ काटेर खुवाइदिनु मलाई होइन पहिला तिमी काटो दुईजना खाउको गर्नु हो तँलाई कुन मनपर्छ मलाई चाहिँ यो रातो मनपर्छ ह्यापी बर्थडे मेस्सीको फ्यान मेस्सी बिना मर्नु ओए खाउ गरेर त मुखमा दल्नु पर्छ है ओए मुखमा दल्नु पर्छ मुखमा ए गालामा दल्नु के कम गर न ह्यापी बर्थडे बस ह्यापी बर्थडे बस बाँकी भोलि पर्सि दिने हो ह्यापी बर्थडे भनि भइहाल्यो नाइ अहिले यति बुझ्छ हामीलाई हैन ल खा जानु तेरिका खुवाइदिनु म हजुरको म फोटो खिचिदिन्छु जेठान ठुल्ले खानुलाई ठुल्ले खानुलाई खुवाउनु त उसले जबरजस्ती मागेर खानु मनपर्छ बाबा दुईटा अलिअलि खुवाउँछु ल चक्को पनि उल्टे छ मान्छे मैले के भएको ठुलो खानु भएको होला फेरि हेत्तेरिका यतादेखि त म भइन के आन्न त हेर ल फेरि पनि जन्मदिनको शुभकामना डार्लिङ भनेको यार मेरो भने होइन डार्लिङ भनेको यार खाउ न भनेपछि म पनि खान्छु त तेरो जिराले त भनिगयो ओ भाइ होइन दुःख होइन जेठान कुदे दाइको त्यो ए मेरो ए यार धेरै त दिन सकेन भित्र जे भए पनि सम्हालेर राख्नु सम्झिनु बहादुरले दिथ्यो भनेर नाकमा चिरो यार साँच्चीकै मसिन आएको त यो म होइन के होइन म ए यो साउन्ड त ध्यान म जान्छु ल एउटा रुमाल दिनु ल समाज यो समाज मेरो मोबाइल कहाँको यो समाज यस्तो त मेरो माल मेरो माल होइन ल कस्तो पायो कत्रो आ गरेको फालिदिने होइन नि त्यसरी दिन
दे हालेर हुन्छ देख्यौ हातमा दिँदाखेरि राख्दैन हातमा तपाईँ भएको जे गरेर सुको सबैलाई भन जुङ्गामा ले थोडा कुछ ओ मा कप बनाउँछ जामालाई उता किन्नु पहिले हो यो सम्धि राजा यो भित्र नि डायमन्ड जस्तै छ के शालिकको यो डायमन्ड उसको गु छ के त्यहाँ औँठी हुन्छ नि गिफ्ट दिन्छ नि ल ल ल जम 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 दाइ यहाँदेखि मेरो धिरानको र मेरो यसो फोटो है ल अलि प्रार्थना अरे त्यहाँ अरूलाई खान्दैन रे त अरे अरू घरका यता रुमका जै उता राखेर बाँड्दिँदै पनि हुन्छ खाकाहरूलाई त नै रोक्ने होइन सबैलाई सक्न दिनु अनि एक हजुर सबैले खाने हो क्या घरको मान्छे हामी घरको खाऊ 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 जुन त खानै पर्छ कस्तो हुन्छ यो रातो खालको यसो खाइगयो फेरि पारा त लाउनै पर्यो नि होइन हामी उता उता दिँदाखेरि दिनलाई त दिएर पठाएको र उता दिएको काटेर दिदिनु नत्र ठुलै आधी भाग काटेर मात्रै आफै बाँडेर खान्छ हो के नत्र काटेर दिदिनु त्यो ठुला मान्छेलाई अनि यस्तै काट्दै सबै त्यो दिनुहुन्छ कि यो दिनुहुन्छ कुन दिनुहुन्छ नत्र आधी काटेर पठाइदिनु कि ठुलै लगाएको आफै बाँडेर त्यस्तो बाँड्नु आफैले बाँड्नु एकपल्ट पुगे खत त्यो हाल्नु भनेर ल्याइदिए यो त सानो सानो हुन्छ सानो सानो हो क्या ठुलै एउटैमा हालिदिने अनि पठाइदिने कि बाँडेर खान्छ त्यहीमा हालिदिनु हुन्छ कि हो त्यसै अलग अलग ल पालो कसको कि बनाएर दिने के गर्ने त ल ल आउ न रोख शिर के खान्छ है कतिवटा रुम छ ट्याक्क लगाउँ भन्ने यार के लाउने केक लगाइदिने हो त्यो केक लाउने हो त्यो खुवाए पनि भइहाल्छ टिका लाउनु पर्दैन खुवाउने हो क्या त्यो टिका लाउने होइन सालो लगाऊ ल्याउ बाबु कपडा धोइसक्यो त्यसरी सबैले बाँड्नु टिका त उहाँ पुग्यो क्या यस जेनिसा मम्मीहरूलाई नि लग्दैन खै त्यो आन्टी आउनु भएन दिन त हजुर यहाँ काट्नु यो मात्रै क्यामेरामा हेरेर अगाडि भाइ तपाईँले पनि फोटो ठुलै खाइदिने खाऊ न खाऊ ए वर्षमा एकचोटि खान्छ अरूको बर्थडेमा गएपछि मात्रै खानु पाइन्छ आफ्नो बर्थडेमा त त्यही हो वर्षमा एकचोटि मात्रै हो खै त आन्टी पहिला त त्यसमा हालिदिनु अनि पुऱ्याइदिनु आन्टी उता गइसक्यो के गर्ने उता पुऱ्याइदिउँ एउटै भात लगाएर एउटैमा हालेर पुऱ्याइदिउँ उता अङ्कल आन्टीलाई यस्तो पनि जतिवटा कोठा छ त्यति अङ्कल आन्टी दुईटालाई भनेर दिने तल
खै त गएको हजुर जान्छु भने किन आत्तिनु पर्यो सालो यहाँ भिडियो भइरहेछ है तिम्रो दामी आँटे हाल्न दिएर सानो निकाल त्यो ठुलो सानो सानो काटेको सानो गरौँ हातैले गर न हातमा कि भर्छ भइसक्यो यता बढी भएपछि अब तिमी भात नखा तिम्रो भागमा के खाने हजुरले खैदे तर तिमीले पसिना आएको छ नि ठिक छ के बताउनु आफूले पसिना त विचार बहिनीहरूलाई पनि केक दिएछन् होला टिका लगाएर मान्छे पनि खानुपर्छ खामला बिस्तारै केक लगाइदिनु आन्टी आउनु जानु ल आउनुहोस् ह्यापी बर्थडे ल भाइलाई केक लगाइदिनु बाबु दाजु के मेरो पर्दैन त्यो त यो आन्टीलाई उसमा हाल्छ नि मलाई नि दिन्छ चाहे त्यो जानु मलाई अब यहाँ यो उसँग भाइसँग पैसा आएपछि आन्टीलाई उसमा लिनु आन्टी केक सबैले कता कता काट्यो नि त त्यही भएर अहिले कुवादेखि अलग आउनु केक कहिले के आफै बन्द हुँदो रहेछ कि बडी म त भइसक्यो तपाईँ भइसक्यो म अहिले आउँछु जान नि त के गर्नु पर्दैन कि तन्द्रागिरीको माथि डाँडा जाने कति बच्चाहरू 2-3 हजार रुपियाँ भाडा आउनु जानु भयो होइन ट्याक्सी कति टाढा 3,000 त भने खाँदा पिँदा पिएपछि के गर्नु पर्दैन कि बाबु खुसी थियो केक लिनु बिपना मलाई त छैन लिनु रुक केक आउँदैन त के हो ए भाइ खोइ त पहिले के खाना सक्के आउला भन्दा त बिपना लौ सक्के के खोइ बहिनी तपाईँको भएको भइसक्यो कतै लगन भयो नि त केक राजन भाइ कता छ राजिन त खै जाइदिउँला नि एक दिन त्यहाँ दाजु अब म चाहिँ आयो अनिल ओ अनिल जमाई भइसक्यो त तिम्रो बुढी मेरो बहिनीलाई छिटो पठाऊ डाइरेक्टरबाट क्याउटा
यहाँ भोक लागिसक्यो छिटो गरेर जेरान त्यो अर्को भोक लाग्यो के हँसाउनु पऱ्यो ल भोक लाग्यो तिर्खा लाग्यो भोक भने तिर्खा लाग्यो बस भयो सबै भाइको मार्न लाग्यो भाइको यति नै भयो त मैले त्यहाँ खतरा बनाएर गाउँ गएर बस्यो नभए हो थोरै नै भयो भने चाहिँ एक घची फोटो खिच्छु कहाँ छोइदिनु त्यो रोहन दाइले त्यो रोहन कहाँ बस्छ यतैपट्टि यही हो अर्को त्यो जीवन जीवन चाहिँ उतापट्टि भिडियो रेकर्ड गरेर राख्ने हो गरिराख्ने हो भिडियो गरेर राख्ने हो फोटो खिच्दै केक काटेर यहाँ प्रोग्राम भइसक्यो फोटोको सुट छ अहिले हजुर काम छु के अलि भयो फर्क्यो भने भइगयो ल हजुर भयो होला अब यो केक सेक होइन सबै कोलाई पुगेछ गराउँदा नि यो केक खाइ ढालिसक्यो ल रेडी एउटा मोबाइल दिख रहेछ यस्तो होइन के त होइन के होइन यो सेफ्टी ल ल भइगयो होला सबैबाट मेरो यत्रो उना दिन जस्तो लाग्यो ओके यो नखाने भन्दै केक काटेर फेरि पनि ह्यापी बर्थडे टु कमल के खाबै के खाइसक्यो बरु के होइन उसले खाने सुरत धेरै छ पछाडि भयो अब त्यहाँबाट उठ जाना हो ल हाम्रो चाहिँ अब केक सेक काटेर सबै फाइनल भइसक्यो अब चाहिँ अब 10वटा गिलास त त्यहाँ बाहिर लाग्ने हो र गिलास डिउ चाहिँ केमा लगिदिने पर्दैन होला त्यो खाना त्यो मात्र दिउ न मिलाएर दिउ नि फेरि अब कति केक लाउँदा समाउँदा सबले समाउनु पर्यो उयो सबैजनालाई एकदमै धन्यवाद छ सबैजनालाई मिलेर हाम्रो बर्थडे चाहिँ मनाइदिनु भयो जन्मदिनको शुभकामना छ जीवनमा उत्तर प्रगति गर्नु हजुर दुःख गाह्रो कहिले नपरोस् हजुर हाम्रो देवी देवताले रक्षा गरून् सोचेको सबै पुरा होस् जन्मदिनको मस्तै शुभकामना धन्यवाद धेरै भन्नुहोस् न तपाईँ कस्तो त्यो बनाउन टाइम लाग्छ यस्तो गर न अब यति राख्यो होइन पछि दुधले खानुहुन्छ होइन ठन्डा नबोल्नु सम्झिन दिदीले के खान्न के खाउ के जति सक्छौ खाउ अब म सानो खान्छु हाम्रो यहाँ चाहिँ गाना बजाइसक्यो
उतासम्म त्यहाँ उतासम्म मानिसक्यो मासु ल्याइदिनु यहाँ चाहिँ हाम्रो अब बाँड्न लाग्छन् अब होइन लागेर रक्सी लागेर यहाँ अब यहाँ कमल नाच्न लाग्छ ल अहिले अब रमाइलो गर्ने एकछिनमा खानपिन गरेर यहाँ भइसकेछ एकछिन हजुर छोरीबाट हाल्छु भयो कहिले कहिले भएपछि नि अर्को 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 जुनीमा अहिले त धेरै जुनी चाहिँ आज हाम्रो खानपिन भइसक्यो केक सेक काटिसक्यो होइन अब सबैजना आइदिनु भएको छ सबैजनाले जसो हुन्छ तसो हुन्छ खाइदिनु होला मिठो मानेर होइन ल ह्यापी बर्थडे टु यु थ्याङ्क यू सो मच डियर माई फ्रेन्ड यस माई के भन्छ त्यसलाई डार्लिङ मेरी डार्लिङ वाह यो कुन चलाउनु राई चलाउनु क्या यस्तो अनि त्यो अनि हाम्रो अर्को खै त नि त्यो के जात थियो त्यो अघिबाट देखेको छु मैले गिलास त नि पुग्दैन होला त नि गिलास त 10वटा मात्रै ल्याएको अब पुग्ला भनेर ल्याएको अनि उता उतापट्टि सबलाई दिइसक्यो अब पुगिसक्यो होइन उता पुगिसक्यो अब केही कमी छैन होइन अब तिम्रो पनि खाऊ चिउरा भुजा जति हुन्छ अङ्कल किन हल्ला लाग्यो किन हल्ला लाग्यो फुस्सो हुन्छ अहिले चाहिँ फेरि छ्याङ बिस्तारै गराइ त बिस्तारै खोल्थ्यो बिस्तारै त्यो हावा फाल्दै हावा बिस्तारै हावा फाल्दै कसरी हाल्नुपर्छ भात चाहिँ त्यसमा खाने थियो भने यसै नहुने यसै नहुने हाल्नु पर्दैन पर्दैन बाबा त त्यहाँ हतिया राख्नु हो त्यहाँ हो छोडिदिनु त्यो धेरै हल्ली हल्ली भएको तातो भयो चिसो भयो चिसो लिएको खाने न कहिले खाने ए यसमा सामान छ तर यसमा सामान छ सो गाइज हामी चाहिँ अब हाम्रो प्रोग्राम सकियो अब चाहिँ हामी जान लागेको टक्क अब त्यहाँ ठाउँ चाहिँ भएन अलि यत्रो बगाल छ यता उहाँको रुममा जान लागेको आज चाहिँ अब चाहिँ यत्रो बगाल छ यत्रो बगाल भएको कारणले चाहिँ हाम्रो त्यहाँ ठाउँ नअटाएर हामी चाहिँ उता बारी जान लागेको छौँ अब त्यतै सुत्ने व्यवस्था छ सो त्यही हो आजको ब्लग चाहिँ हाम्रो बर्थडे स्पेसल थियो मेरो चाहिँ त्यति धेरै गर्न पाइएन जति थियो त्यसमा भयो होइन सो त्यही हो सबैजनाले हेरिदिनु होला